नमस्कार। आज तपाईहरुको बीचमा हामीले मुक्तिनाथ मन्दिरको विषयमा जानकारीमूलक प्रस्तुति लिएर उपस्थित भएका छौं। मुक्तिनाथ हिन्दू तथा बौद्ध मार्गीहरूको महत्त्वपूर्ण तीर्थस्थल हो। हिमालपारीको जिल्ला मुस्ताङ जिल्लामा अवस्थित उक्त मन्दिर समुद्री सतहदेखि 3710 मिटरको उचाइमा रहेको छ। हिन्दूहरूले मुक्ति क्षेत्र र बौद्ध मार्गीहरूले तिब्बती भाषामा छुमिङ ग्यास्सा भन्दछन्। पवित्र स्थलमा 108 वटा ढुङ्गाले बनाएका गाईका मुखबाट निक्लिएका धाराहरू छन्, जसबाट पवित्र जल बगिरहेको हुन्छ भन्ने विश्वास जनमानसमा छ। बडा दशैं र चैते दशैंमा मेला लाग्ने गर्दछ। मन्दिरको ठीक अगाडि 2 वटा पोखरी छन्। एकतर्फी धर्मकुण्ड र अर्कोतर्फी पापकुण्ड छ। मुक्तिनाथ वैष्णव सम्प्रदायको प्रमुख मन्दिरहरू मध्ये एक हो। यो तीर्थस्थल शालिग्राम भगवानको लागि प्रसिद्ध छ। शालिग्राम पवित्र शिला हो जसलाई हिन्दू धर्ममा पूज्ने गरिन्छ। उक्त शिला मुख्य गरी कालीगण्डकी नदीमा पाइन्छ। मुक्तिनाथ मन्दिर रहेको ठाउँलाई मुक्ति क्षेत्रको नामले चिनिन्छ। हिन्दू धार्मिक मान्यता अनुसार मुक्तिनाथ यस्तो क्षेत्र हो जहाँ मानिसहरूलाई मुक्ति तथा मोक्ष प्राप्त हुन्छ। मुक्तिनाथको यात्रा जटिल रहेको छ, तैपनि हजारौं संख्यामा हिन्दू धर्मावलम्बी तीर्थ गर्नको लागि जाने गर्दछन्। यो मन्दिर हिन्दू धर्मको दुर्गम तीर्थस्थलमा पर्दछ। मुक्तिनाथ 108 दिव्य देशहरूमा एक हो। दिव्य देश वैष्णवहरूको पवित्र मन्दिर हो। पौराणिक मान्यता अनुसार शालिग्राम शिलामा विष्णुको निवास हुन्छ। जब भगवान शिवले जालन्धर नामक असुरसँग युद्धमा जित्न सकेका थिएनन्, त्यो बेला भगवान विष्णुले उनको मद्दत गरेका थिए। जबसम्म असुर जालन्धरकी पत्नी बिरिन्दाले आफ्नो सतीत्व बचाएर राखेकी थिइन्, तबसम्म जालन्धरलाई कसैले पनि पराजित गर्न सक्दैनथे। त्यो अवस्थामा भगवान विष्णुले जालन्धरको रूप धारण गरेर बिरिन्दाको सतीत्वलाई नष्ट गर्ने काममा सफल भएका थिए। जब बिरिन्दाले थाहा पाइन्, त्यो बेलासम्म भगवान शिवले जालन्धरलाई मारिसकेका थिए। बिरिन्दाले भगवान विष्णुलाई शिला, रुख, झारपात र घाँस भएर जीवन व्यतीत गर्नु परोस् भनेर श्राप दिएकी थिइन्। फलस्वरूप कालान्तरमा जो हिन्दू धर्ममा आराध्य हुन्, ती विष्णुले भगवान शालिग्राम शिला, पित्तल, तुलसी र कुश भएर जन्म लिनु परेको धार्मिक मान्यता छ। किम्वदन्ती अनुसार मुक्ति क्षेत्रको मोक्ष प्राप्ति हुन्छ त्यस ठाउँमा भगवान विष्णु शालिग्राम शिलामा निवास गर्दछन्। मन्दिरको बाटो भएर उत्तर पश्चिमी क्षेत्रका महान बौद्ध भिक्षु पद्ध सम्भव बौद्ध धर्मको प्रचार प्रसारको लागि तिब्बत गएका थिए भन्ने जनविश्वास छ। विक्रम सम्वत 2062 सालको मङ्सिर महिनामा मुक्तिनाथका पीठाधीश्वर कमल नयन आचार्य लगायत लाखौं नेपाली भक्तजनहरूले नेपाललाई तत्कालीन द्वन्द्वबाट मुक्ति मिलोस् भनेर मुक्तिनाथका 108 शालिग्रामलाई हरिद्वारमा लगेर गंगाको तटमा 1.25 लाख गाईको दूधले नुहाएर 1.25 करोड बत्ती बाली पूजा गरिएको थियो। मुक्तिनाथको पूजापछि लामो समयसम्म चलेको गिरे युद्धबाट नेपालले मुक्ति पाएको थियो। हस् त, आजको सामग्री तपाईलाई कस्तो लाग्यो? हामी पुनः तपाईहरुको बीचमा यस्तै सामग्रीहरू लिएर आउँदै गर्नेछौं।